सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा नमस्कार। हाम्रो इतिहास जतिले पढ्नु भएको छ नि सबैलाई थाहा छ। पढ्नु भएको छैन भने उहाँलाई चाहिँ गुमराह बनाइएको छ। मैले इतिहास पढेको छु, किनभने इतिहासको केही पाठहरू हामी इतिहास नपढेको भए इतिहासमा इक्जाममा पास हुन्थेन होला। इक्जाम पनि दिएका हौँ, पास पनि भएका छौँ, त्यही थाहा छ हामीलाई। यो हाम्रो देश नेपाल कसरी रहनु गएको, नेपाल बनाउनको लागि नै राजाले नेपाल बनाइदिएको हो, यसरी बुझ्नु छैन। यदि राजा हुन्थेन भने हामी नेपाली भनेर भन्न सक्दैनथ्यौँ, किनभने हर कुनै कन्ट्रीले नेपाललाई भारतकै एउटा अङ्ग जस्तो मान्थ्यो कि एउटा प्रदेश जस्तै मान्थ्यो, चिन्दैन थियो। तर यो चिनाउने काम कसले गरेको? राजाले गर्नुभएको हो। त्यस कारणले गर्दा यसरी बुझ्नुहोस्, राजा अपरिहार्य छन् नेपालको लागि। र अर्को कुरा भन्छु तपाईँलाई, राजाले के गरेनन् ल भन्नुहोस् त? सबै काम गरिदिए, जनताको लागि राम्रो गरेका थिए हो। त्यसमा राजाका अब त्यहाँ पनि थियो पार्टी, अब मन्त्री बनाउनु पर्थ्यो, प्रधानमन्त्री भन्थे, त्यहाँ थियो। तिनीहरूले केही गल्ती गरे, गद्दारी गरे होलान्। तर राजाको पालामा हेर्नु त, जुन बाटो बनेको छ नि महेन्द्र राजमार्ग भनिन्छ नि, महेन्द्र राजमार्ग राजाको पालामा बन्यो। अहिलेसम्म त्यही सडक छ, त्यही भइरहेछ भने हो। अलिकति अब विस्तार भयो होला, ऋण ल्याएर पनि। फेरि त्यतिखेर त राजाले त ऋण ल्याएर बनाउनु भएको होइन होला जस्तो लाग्छ मलाई त, होइन हो। त्यस कारणले पनि राजा अपरिहार्य छ। अब कम्तीको 15-16वटा कारखाना पनि खोल्नु भएको थियो राजाले हो। ती कारखाना कहाँ गए त? सबै अहिलेका जो दलहरू छन् नि हो, यिनीहरू परिवर्तन हो। मलाई पनि आश लागेको थियो उनीहरूले नयाँ काम गर्छन् कि परिवर्तन गर्छन् कि, यो अब राजाको राज परिवारले यो भत्ता लिन्छ, यो गर्छन् भने हामीलाई त गलत बुझाइएको थियो नि त। हो त्यो हो कि भनेर यिनीहरू त फ्रीमा काम गर्छौँ भने जस्तो कुरा गरेको थियो कि। तर यिनीहरूले के गर्यो भने त कुरा बुझ्नु भएको छ नि। अहिले कति पैसा कहाँ, कति पैसा कहाँ, कति पैसा कहाँ, सबै त देख्नु भएको छ नि। हिजो चप्पल पड्काएर काठमाडौँमा छिरेका नेताहरूको अहिले स्थिति हेर्नुहोस् त। त्यत्र हातमा करोडका घडी, लाखौँका जुत्ता, लाखौँका चस्मा, प्रत्येक ठुल्ठुला नेताहरूको बिल्डिङहरू हेर्नुहोस्, होइन? कहाँबाट आयो त्यो राज्यको सम्पत्ति त हो नि, लुटेको के। राजा भएको भए यिनीहरूले यसरी लुट्न पाउँदैन थियो, देशको विकास हुन्थ्यो हो। त्यस कारणले मैले भन्छु, राजा अपरिहार्य राज्य हुनुपर्छ हाम्रो देशमा। ठिक छ, कार्यकारी प्रधानमन्त्री हुनुपर्छ, जनताले एकमा चुनेको भोट हालेको प्रधानमन्त्री हुनुपर्छ, राजा हुनुपर्छ हो भने। रैतीको शराब पनि राजा भयो, राष्ट्रपति हुन पायो, होइन? एउटा मधेसी भयो, एउटा कहाँ दुर्गममा जन्मेकी महिला राष्ट्रपति भयो, एउटा यस्तो भनिरहेछन्। यो हो हुनु ठिक छ, त्यो कुनै ठुलो कुरा होइन। राष्ट्रपति भयो, तर राष्ट्रपति काम के गरे? नौलो नयाँ काम के गरेका छन्? पुरै परिवर्तन भयो? भएन नि। अरू के भयो? आर्थिक भार थपियो नि, सुरक्षाकर्मी थपिए, सबै किसिमको सुविधा दिनु पऱ्यो एउटा राष्ट्रपतिलाई। अर्को राष्ट्रपति, अर्को राष्ट्रपति, अर्को भोलि राष्ट्रपति हुँदै जालान्, 5-5 वर्षमा नयाँ राष्ट्रपति हुँदै जान्छन्। अनि त्यसपछि तिनीहरूको सेवा सुविधा दिँदै गयो भने के हालत हुन्छ देशको? के हुन्छ स्थिति? आय स्रोत, आम्दानी स्रोत के छ? हिजो हामी 4 रुपियाँ 5 रुपियाँ प्याकेट खाने नुन चाहिँ अहिले 30 रुपियाँ प्याकेट पुगेको छ। 30-35 रुपियाँ 25 रुपियाँमा खाने तेल अहिले 200 रुपियाँ प्याकेट परिरहेछ। कसले गरेको? कसरी भएको त? हो, यो सब अहिले दलले गरेको। हेर्नुहोस् त, केन्द्र सरकार ठिक छ, केन्द्र सरकार ठिक छ, अनि प्रदेश सरकार के काम? कार्यकर्ताहरू भर्ती गर्ने ठाउँ नि, सबै पालिने के, सबै मिलेर जनताको यी जुका हुन्। यिनीहरूले खुन चुसिरहेछन्। त्यस कारण यी खुन चुस्ने जुकाहरूलाई त तह लगाउन त को चाहिन्छ? राजा चाहिन्छ। त्यस कारणले हामी सबै नेपाली जाग्नै पर्छ। अब एक ठाउँमा उभिनै पर्छ। राजा ल्याउनुपर्छ, कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। प्रधानमन्त्री जो होस् ठिक छ, ल जनताले भोट दियो भने केपी होस्, शेरबहादुर होस्, अर्को प्रचण्ड होस्, होइन? जो होस्, के अरूको जो जेपिटी जो पो होस्, होइन? चाहे अब हुनार अहिलेको युवा नेता हुनुहुन्छ, होइन? ज्ञानेन्द्र होस्, अब
त्यसपछि गगन थापा हुन सक्छन्, अल्ल हैन, जो भए पनि रवि लामिछाने हुन सक्छन्, बालेन हुन सक्छन् हैन, जो भए पनि ठिक छ। जनताले जसलाई राम्रो मान्नुहुन्छ, जसलाई भोट दिनुहुन्छ त्यो कार्यकारी प्रधानमन्त्री हुन्छ, उसको भिजन हुन्छ, उसले के गर्ने हो त्यो जनताले, अब त जनताले चुन्ने प्रधानमन्त्री हुनुपर्छ। टिका लगाएर होइन, यहाँबाट यताउति गयो समानुपातिबाट प्रधानमन्त्री को भएका हुन् त कम्युनिस्ट। म पनि कम्युनिस्ट थिएँ कि, हेर्नु 2046 सालबाट म विद्यार्थी जीवनबाट कम्युनिस्ट भएर अगाडि बढेको मान्छे हो। तर अहिले मलाई म अझ पनि कम्युनिस्ट विचारधारा बोकेको मान्छे हो। तर मलाई यी नक्कली कम्युनिस्टहरू देखेपछि एलर्जी हुन्छ, एलर्जी मलाई रिस उठ्छ, त्यस कारणले मैले भन्छु नि, यो सब गलत भइरहेको छ। हामी जनता जाग्नुपर्छ, अरू केही गर्नु पर्दैन। यी नेताहरूले जति लुटेको सम्पत्ति छ राष्ट्रियकरण गर्नुपर्छ, हो त्यो अनिवार्य छ। अनि शिक्षामा एक नीति ल्याउनको लागि एउटा सामान्य गरिबको छोराछोरी जहाँ स्कुलमा पढ्छ त्यही स्कुलमा देशका ठुला बनाउँदा कर्मचारी, ठुला बनाउँदा नेताहरूको बच्चा पनि त्यो स्कुलमा पढ्नुपर्छ। शिक्षा एकीकृत हुनुपर्छ र त्यो शिक्षा कस्तो हुनुपर्छ त व्यवसायमूलक हुनुपर्छ। भोलि त्यो पढेको शिक्षा कहीँ पनि काम लागोस्, यो गर्नै पर्छ। अन्यथा भने हामी सम्भव छैन। आउने दिनमा धेरै कहाली लाग्दो अवस्था हुनेछ। यो हुन नहोस् कि भोलि बिहान विदेशीको ऋण आउँदा भोलि यो देश नै सायद यो मेरो हिस्सा भनेर भोलि सबैको पैसा जसले तिर्न सक्छ त्यो देशले चाहिँ यो देशलाई चाहिँ कब्जा नगरोस्। हो, हामी नेपाली, हाम्रो देश नेपाल बचाउनु छ भने अहिले हामी बुद्धिमानीपूर्वक अगाडि बढ्न जरुरी छ। यो हजुरहरू सबैले बुझ्नु पर्यो, सुन्नु पर्यो र अगाडि बढ्नु पर्यो। अनि राजा आउन बित्तिकै राजाले, हामी जनता त अब धेरै बाठो भइसकेका छौँ। त्यो अहिले टेक्नोलोजी जमानामा छौँ हामी हैन, हिजोको जस्तो जमाना छैन नि त। राजा आउन बित्तिकै त हामीलाई लगेर जेल हाल्दैनन् नि हैन। हामीले बोल्यौँ, राजाको विरुद्धमा पनि बोलेका हौँ, अझ पनि बोल्न सक्छौँ गलत गरेपछि। तर अहिलेको जस्तो नेताहरूले यति गरिसकेका छ कि जहाँ जानुहुन्छ, कुनै ठाउँमा काम गर्न गयो भने कुन पार्टीको, त्यसको मान्छेको छ कि छैन। नत्र भने हजुर 100 जनाको पछाडि लाइन भएको मान्छे अगाडिबाट काम गरेर निक्लिन्छ, जसको त्यहाँ पावर र पहुँच छ। तर हामी लाइन लाग्यौँ भने त्यो 100 जनाको पछाडिबाट निक्लेर बल्ल नमस्कार जोड्दा बल्ल हाम्रो काम बन्छ हजुर। त्यस कारणले गर्दा राज संस्था हामीलाई चाहिन्छ, हामीलाई राजा आउनै पर्छ। राजा ल्यायौँ भने हामी केही उन्नति प्रगतितिर हुन्छ। अनि माओवादीले भन्छ, हामीले माओवादीले पनि एकचोटि विश्वास गरेका हौँ। तर यिनीहरू त के रहेछ भने जनताको सम्पत्ति त लुट्यो हैन, ठुल्ठुला भवन बिल्डिङहरू त ध्वस्त गर्यो, निर्दोष जनताहरूलाई त यिनले थिचमिच गरेर मार्यो हैन। यिनकै कारणले त मर्यो नि। मानौँ सडकमा काम गरिरहेको 1 नम्बर मजदुर यी माओवादीको कारणले मान्छे मारिएको छ। बिचाराको सन्तान लाग्यो, एक्ला छोरा। यो पनि परिआएको दिनमा हामी भन्न तयार छौँ, प्रमाणसहित पेश गर्न तयार छौँ। तर यहाँ चुरीफुरी नगर्दा हुन्छ। माओवादीले यो परिवर्तन ल्याएको, माओवादीले केही परिवर्तन ल्याएको छैन। उनीहरू परिवर्तन भएका छन्, उनीहरू नेताहरू परिवर्तन भएका छन्। तिनीहरूमा जो लागे तिनीहरूले लुटेको सम्पत्तिहरू आफूले कुम्ल्याएर राखेका छन्। यही परिवर्तन भएको छ हैन। अरू त मैले परिवर्तन भएको कोही देखेन। बिपी र मदन भण्डारीको जुन एउटा सपना थियो, त्यो सपना अनुसार हामी हिँडेको भए सायद त्यहाँ हाम्रो केही हुन्थ्यो कि। तर त्यो लाइन बाटो पल्याएर कोही पनि हिँड्नु मानेका छैनन्। अहिले कोही राम्रो नेता पनि हुनुहुन्छ हैन, चन्द्र भण्डारीजीले बोलेको कुराहरू सुन्नुहोस् हैन, रवि हैन, बालेन, हर्क साङपाङ, यता गोपी हमाल, मेयर साहबहरू हुनुहुन्छ हैन, सबैले चिन्नुहुन्छ। 2-4 जना अरू पनि नेता राम्रो हुनुहुन्छ अनि ज्ञानेन्द्र साई, उहिले आफ्नो ठाउँबाट जनताले त्यत्तिकै विश्वास त गरेन हुन्। त्यही भएर म भन्न चाहन्छु सबैलाई मेरो विनम्र अनुरोध छ, कुरा सुझौँ बुझौँ, अरूको हायमा नलागौँ, कसैको लोभ लालच मोहमा नपरेर सिधा हाम्रो देश बचाउनु छ। राजालाई ल्याउनको लागि हामी सबैले सपोर्ट गरौँ। जय देश, जय नरेश। थ्याङ्क यू सबैलाई नमस्कार भन्न चाहन्छु।